यो संसारमा खुसी हुनलाई भने त्यति गाह्रो छैन, तर खुसी देखिनलाई भने अति नै गाह्रो छ। खुसी हुनलाई सामान्य जीवन जिए हुन्छ। कसैलाई पनि देखाउनु पर्दैन, आफ्नो जीवन आफ्नो सन्तुष्टि प्राप्त गर्दै जिउन सकिन्छ। तर खुसी देखिनलाई भने अरूको भन्दा राम्रो जीवनशैली अपनाउनु पर्यो। राम्रा लुगा कपडा, राम्रो घर, राम्रो खाना सबै थोक अरूको भन्दा राम्रो बनाउनु पर्यो। अनि त्यसको लागि मेहनत गर्नुपर्छ, दुःख गर्नुपर्छ। अनि कहिले पनि अरूको भन्दा राम्रो भन्नै सकिँदैन, किनकि उसले पनि आफूलाई राम्रो देखाउने कोसिसमा अझ माथि लगिरहेको हुन्छ।